Hello everyone, welcome back to my YouTube channel Rishmi Purnima Magar again with another vlog. आजको दिन चाहिँ मेरो वान अफ द बेस्ट दिन हुनेछ एन्ड अल्सो बेस्ट भ्लग भनौँ न भिडियो पनि हुनेछ किनभने आज चाहिँ म मेरो मामा घरको हजुरबुवा अनि हजुरआमालाई चाहिँ आफ्टर 8 इयर पछि भेट्न जाँदैछु अथवा लिन जाँदैछु। यति धेरै खुसी छु नि म यति धेरै खुसी छु म बयानै पनि गर्न सकिरहेको छैन। सो ढिला नगरिकन भिडियो स्टार्ट गरौँ है त गाइज, लास्टसम्म हेरिदिनु होला। सादो बाटो मतलब यता भक्तपुरतिरको बाटो कुन हो त्यो चाहिँ मलाई ठ्याक्क प्रनाउन्स गर्न आएन। मलाई चाहिँ त्यहाँनिर छोडेर गइसक्नु भएको छ। सो म चाहिँ कोलोनीभित्र आउनु भनेर भन्नुभएको थियो माइजूले। अब जाँदैछु, कुन चाहिँ कोलोनी हो त्यो चाहिँ मलाई थाहा छैन, तर एउटा ऱ्यान्डम कोलोनीभित्र चाहिँ छिरेँ म। अब यो बाटो कहाँ गएर टुङ्गिने हो त्यो चाहिँ मलाई थाहा छैन, तर कोलोनी चाहिँ छिरेँ है म। कोलोनी भनेको यतै हो, यता छैन बाटो। कोलोनी कहाँबाट जान्छ? कोलोनी 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 मतलब यहाँ रोज भिल्ला त्यस्तो केही छ? हुन्छ मजा। हजुर छैन। आई थिङ्क सी कान्ट हियर मलाई, मतलब अब त्यस्तो छ। अब भाइ कलङ्की कोलोनी भनेको कलङ्की सुन्नुभयो उहाँले चाहिँ, सो सरी फर हर। अनि त्यहाँबाट यो मैले भनेको थिएँ तपाईँहरूलाई अघि नै बाटो छैन भनेर, सो त्यही भयो बाटो छैन। अब कहाँबाट जानुपर्ने मलाई केही पनि आइडिया छैन। उहाँनिर हुनुहुन्छ उहाँहरू बसेको, उहाँहरू नै हो मेरो बाटो हजुर। अब चाहिँ हामी ट्याक्सीमा जाँदैछौँ। छोडिदिनु, म समातिदिन्छु बुवा, छोडिदिनु। राख्नु खुट्टा हजुरले राख्नु न भित्र। बन्द गरिदिउँ, भयो सजिलो। बिचरा मम्मी कहीँ अस्ति तिलगङ्गा त्यही पशुपति नजिकै तिलगङ्गा आउँदाखेरि पनि कति 15-20 मिनट जति बाटो हराएर क्या तर उता भड्केर बिचरा। अनि बल्ल बल्ल आयौँ हामी। जहिले हिँड्दाखेरि हराइराख्नु भएको हुन्छ क्या। अब यसो पठाउसटो इनड्राइभ सिनड्राइभ केही चलाउनु पनि आउँदैन। अब हामी भयो जहाँ पुगे पनि पठाउमा ठ्याक्क लोकेसन हालेपछि आइहाल्यो, मम्मीलाई आउँदैन। अनि त्यही भएर चाहिँ जानु हुन्छ नि। अब ड्याडीसँग सुइयो स्कुटरमा गयो, ठाउँको नामै थाहा नहुने, घुम्यो आइहाल्यो। ड्याडीलाई चाहिँ फेरि सबै थाहा छ, भाइलाई पनि सबै थाहा छ। म पनि त्यति हिँड्दिनँ र अनि अहिले ज्वाइँले अलिअलि हिँडाउनुहुन्छ र मलाई पहिला चाहिँ अलिअलि न्यु रोडहरू चाहिँ सबै चिन्ने भएको छु। नभए त के को विदेशै हुनुहुन्छ कि? विदेशी हुनुहुन्छ नि। यता माथि माथि उयो गेट छ नि मन्दिर जस्तो हो, त्यहाँबाट छिर्ने। होइन होइन मैले लिगेँ अगाडिबाट पनि। अहिले चाहिँ हामी यहाँनिर त्यो गेटबाट भित्र चाहिँ जानुपर्ने। अहिले चाहिँ हामी हिँड्दै हुनुहुन्छ हाम्रो बुवामा। हेर्नु भयो हनुमानजीलाई? उता राख्ने उत्यो हो होइन। यहाँ परिवारलाई हुन्छ देख्न चाहिँ देखाएको छ। हामी चाहिँ अहिले बसन्तपुरको कालभैरव भन्ने ठाउँमा छु। अनि यो चाहिँ पछाडिबाट देख्न सक्नुहुन्छ। अनि यो चाहिँ बुवाहरू अहिले पूजाको सामानहरू बुवा यता होइन हाई भन्नु। हेलो भन्नु। उहाँ चाहिँ मेरो मामा घरको बुवा। हाम्रो बुवा आमाहरू चाहिँ कालभैरवको दर्शन गरेर यहाँनिर बसन्तपुरमा घुम्दै हुनुहुन्छ। परिवारलाई चारो पनि दिनुभयो। हनुमान ढोका घुम्दै हुनुहुन्छ। अब यहाँबाट यस्तो गयो भने चाहिँ हाम्रो वसुन्धराको मेन ठाउँ आउँछ, त्यहाँ जाउँ। अब हनुमान ढोकाको सङ्ग्रहालय घुम्दै हुनुहुन्छ आमा बुवा। अहिले चाहिँ फोटो खिच्ने पोजिसनमा बस्नु भएको छ। अनि यहाँनिर चाहिँ सबै पानी परेर छोपियो है, हेर्न चाहिँ पाएन। अब मेबी एकछिन हामी बस्यौँ भने हेर्न पनि पाइन्छ होला। तपाईँहरूलाई कस्तो लाग्दैछ त काठमाडौँ भ्रमण? खै त बुवा बोल्नु भएन। राम्रो लाग्यो ल। हेर्नु बुवा आमा
नयाँ नयाँ चिज मालाहरू साले बनाउनु भएको यो ठाउँ हेर्न आउनु भएको रे त्यही भएर मैले चाहिँ लिएर आइदिँदैछु। यहाँ हुनुहुन्छ बुवा आमा चाहिँ। सो गाइज हामी चाहिँ सबै घुमेर होइन अहिले चाहिँ हामी बुढा नीलकण्ठको यो चाहिँ हाम्रो लास्ट थियो। त्यसपछि चाहिँ हामी घर आयौँ। अनि यो भिडियो चाहिँ कन्टिन्यू हुन्छ। हामी सेकेन्ड डे कता कता जान्छौँ त्यो भिडियोहरू चाहिँ फेरि आउनेछ। तपाईँहरू वेट गर्नु होला। यो चाहिँ हाम्रो फर्स्ट डे मिटिङको भिडियो ब्लग भयो। सो सेकेन्ड डे, थर्ड डे, फोर्थ डे कति दिन हुन्छ त्यसको पनि सबै ब्लग आउँछ। सो सी यु अन नेक्स्ट भिडियो गाइज। बाई बाई। थ्याङ्क यू फर वाचिङ।